हेलो एभन नमस्कार। आज म फेसबुक चलाउने क्रममा यो पोस्ट हेरेँ जसले मेरो ध्यान आकर्षण गरेको छ र यो तपाईँलाई यो पोस्ट देखाउन चाहन्छु। यो पोस्ट गरेको छ हाम्रो विराटनगर.com ले। यो पोस्टमा के लेखेको छ? जलजला चोकमा मोटरसाइकल दुर्घटनामा 2 गम्भीर घाइते। विराटनगर असोज 27 गतेको घटना हो यो। विराटनगर जलजला चोकमा भएको मोटरसाइकल दुर्घटनामा 2 जना व्यक्ति गम्भीर घाइते भएका छन्। दुर्घटनापछि घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी कोशी अञ्चल अस्पताल विराटनगर उपचारका लागि पठाइएको छ। घाइतेहरू धनपाल थान 4 निवासी 52 वर्षीय मोजी मनसारी र 28 वर्षीय सिन्धु शाह रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार दुवैजना सोही मोटरसाइकलमा सवार रहेका बेला दुर्घटना भएको हो। दुर्घटनापछि प्राप्त सीसी फुटेजमा मोटरसाइकललाई एक कारले ठक्कर दिएको छ। ठक्कर दिएपछि कार चालक घटनास्थलबाट फरार भएको प्राथमिक विवरणमा जनाइएको छ। हाल दुवै घाइतेको स्वास्थ्य गम्भीर तथा स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ। घटनाबारे प्रहरी थप अनुसन्धान सुरु गरेको छ। अब हेर्नुहोस् त साथीहरू, यो घटनामा के भएको छ त? एउटा कारले मोटरसाइकल ठोक्कर हानेर भाग्यो, फरार भइसक्यो। अब यी 2 जना व्यक्तिहरूको उपचारको जिम्मा कसले लिने? यहाँ प्रश्न के हुन्छ भने दुर्घटना भएको व्यक्ति आफैले नै आफ्नो खर्चमा उपचार गर्नुपर्ने अवस्था देखिएको छ। यस्तो घटना धेरै ठाउँ भइसकेको छ। यो भनेको पहिलो होइन, यस्तो घटना धेरै ठाउँ भइसकेको छ। यस्तो घटनामा तपाईँ हामी जो पनि पर्न सक्छौँ। त्यसैले हामीले आफ्नो जीवनको रक्षा गर्नको लागि जीवन बिमा गर्नुपर्ने हुन्छ। जीवन बिमा गर्नुको अर्थ हाम्रो ज्यान जोखिम भएको अवस्थामा उपचार पाउनु पनि हो। के तपाईँले जीवन बिमा गर्नुभएको छ? जीवन बिमा गर्नुभएको छ भने इट्स ओके। यदि तपाईँले जीवन बिमा गर्नुभएको छैन भने आज मलाई सम्पर्क गर्नुहोस् र तपाईँले दुर्घटना उपचार सुविधा भएको जीवन बिमा गर्नुहोस्। म तपाईँलाई जीवन बिमाको बारेमा पूर्ण जानकारी गराई जीवन बिमा लिनलाई सहयोग गर्दछु।